पञ्चे बाजा घन्काउँदै र्यालीमा अघि बढिरहेका सिन्धुली कलाघर बाजा समूहका प्रतिनिधिहरू हुन्। बागमती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस भव्यताका साथ मनाउने क्रममा यो पञ्चे बाजा टोलीलाई पनि आमन्त्रण गरेको थियो। प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयको मुख्य आयोजनामा भएको कार्यक्रममा पञ्चे बाजासँगै भजन समूह, धिमे बाजा समूह पनि सहभागी थियो। थरीथरीका बाजा गाजाले भाषा दिवस मनाउन आयोजना गरिएको कार्यक्रम संगीतले गुन्जायमान बन्यो। नेवारी, तामाङ लगायतका समुदायको पोसाकमा सजिएर आएका सहभागीहरूले भाषा दिवस मनाउने कार्यक्रमलाई अझ आकर्षित बनाए। बागमती प्रदेश सरकारले नेवारी र तामाङ भाषालाई सरकारी कामकाजको भाषा बनाउन प्रदेश कामकाजी भाषा ऐन 2080 कार्यान्वयन गरेको दिन वैशाख 24लाई भाषा दिवसको रूपमा मनाउने निर्णय गरेको थियो। त्यस यता हरेक वर्षको वैशाख 24लाई प्रदेश भाषा दिवसको रूपमा मनाउने गरिएको छ। भाषा दिवसका अवसरमा आयोजित कार्यक्रममा बिहान प्रभात फेरीको आयोजना गरिएको थियो। भक्तपुरको दुधपाटीबाट सुरु भएको प्रभात फेरी भक्तपुर दरबार क्षेत्र, दत्तात्रेय, कमल विनायक हुँदै लन्चा फल्चा भत्किया पार्टीसम्म पुगेर औपचारिक समारोहमा परिणत भएको थियो। यो कार्यक्रमको आयोजक प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय थियो भने सह आयोजकमा मन्त्रालय अन्तर्गतको पर्यटन कार्यालय काठमाडौँ, नेपाल तामाङ घेदुङ, नेवादिया दबु रहेका थिए। प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ, विभिन्न मन्त्रालयका मन्त्रीहरू, सांसदहरू, सचिवहरू तथा भाषा आयोगका अध्यक्ष लगायतका विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। त्यस्तै भक्तपुरका विभिन्न नगरपालिकाका नगर प्रमुखहरू, प्रमुख जिल्ला अधिकारी लगायतको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री बानियाले भाषा दिवस मनाउने मात्रै नभएर यसलाई जीवनशैली र व्यवहारमा अनुसरण गर्नुपर्नेमा जोड दिनुभयो। प्रदेशभित्रका भाषा तथा संस्कृतिको संरक्षणका लागि सरकारले आवश्यक बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो। हामीले बनाएको ऐन कानुनलाई यहाँ चाहिँ दिवस मनाउने, र्याली गर्ने अनि उत्सव मनाउने, बिदा दिने मात्रै होइन, त्यसलाई हाम्रो जीवनशैलीमा हाम्रो चाहिँ यो चाहिँ के छ भने प्रक्रियामै हामीले त्यसलाई प्रयोग गर्नु पर्यो। प्रयोग गरिएन भने यसले चाहिँ हाम्रो परम्परा र संस्कृति जोगिँदैन। हाम्रो परम्परा र संस्कृति, हाम्रा मन्दिर, मठ मन्दिर, हाम्रो चाहिँ के छ भने न्याउर सम्प्रदायको समुदायमा बसेर गुठी मनाउने, एकै ठाउँमा बस्ने, खाने, तामाङको जुन ढ्याङ्ग्रो छ, नाच छ, झाँक्री छ, अनि हाम्रो भाषा छ, त्यसपछि हाम्रो चाहिँ के छ भने विभिन्न किसिमको संस्कार अनुसारको घ्यावा छ, विभिन्न अरू हाम्रो पहिचानहरू छ, त्यो अनि हाम्रो गुम्बा छ, विभिन्न फल्साहरू छ, त्यसको हामीले संरक्षण गर्ने राज्यको दायित्व हो। बागमती प्रदेश सरकारले यी सम्पूर्ण कुराको हाम्रो चाहिँ भाषा र संस्कृति र संस्कार परम्परालाई संरक्षण गर्नलाई हामीले गुम्बालाई, फल्सालाई, भाषालाई र त्यो चाहिँ के छ भने हाम्रो चाहिँ विभिन्न प्रदेशको मन्त्रालयबाट विभिन्न संस्कृति पर्यटन मन्त्रालय मात्रै होइन, सबै मन्त्रालयले बनाउने भौतिक पूर्वाधारमा अबको दिनमा र बनाइसकेको संरचनामा पनि अब न्याउरी भाषा र तामाङ भाषा लेखेर शौचालयदेखि कार्यालयमा अबको दिनमा लेखेर अगाडि बढ्ने आज तपाईँहरूको बिचमा मैले प्रतिबद्धता दायर गरेँ। त्यसका लागि आवश्यक त्यो हाम्रो चाहिँ के छ भने परम्परा र संस्कृतिको जगडा गर्न लाग्ने रकमको पनि हामीले त्यसलाई चाहिँ के छ भने बजेटमा व्यवस्था गरेर जानेछौँ। त्यस्तै संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले पनि भाषा संरक्षणका लागि सरकार लगानी गर्न तयार रहेको तर त्यसको प्रतिफल पनि आउनु पर्नेमा जोड दिनुभयो। यो भाषा आयोग र भाषा प्रबन्धनको लागि बागमती प्रदेश सरकार यसलाई के गर्नुपर्छ पूर्ण रूपमा तयार छौँ पनि भनेका छौँ। तर मैले एउटा कुरा चाहिँ मैले अस्ति पत्रकार सम्मेलनमा पनि गुनासो गरेँ, भाषाको लागि सरकारले लगानी गरिरहने तर उपलब्धि शून्य हुने हो भने त्यो चाहिँ सरकारले लगानी गरिरहने तर उपलब्धि चाहिँ शून्य हुने हो भने त्यो चाहिँ फलयोग्य हुँदैन। त्यसको लागि जुन यो अभियानमा लागिरहनु भएका नेवा डेडबु, तामाङ घेदुङ सङ्घ लगायत अन्य विभिन्न सङ्घ संस्थाहरू, भाषा प्रबन्धनको लागि लागिरहेका संस्थाले चाहिँ राज्य लगानी गर्न तयार छ तर त्यसबाट प्रतिफल निकाले कति हो, प्रतिफलको पनि चाहिँ मन्त्रालय र सम्बन्धित निकायमा यसले चाहिँ हामीले 2083-84 सालमा कति पर्सेन्टलाई नेवारी लिपि लेख्न सिकायो, तामाङ भाषाको लिपि लेख्न सिकायो भन्ने प्रतिवेदन पनि
बुझाउन मन्त्रालयले बुझाउनु हुन र सम्बन्धित निकायमा तपाईँले बुझाउनु हुन पनि हार्दिक अनुरोध गर्दछु। मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले मन्त्रालयले प्रदेशभित्रमा बोलिने भाषाको संरक्षणका लागि प्राथमिकतामा राखेको जानकारी दिनुभयो। गत वर्ष भाषा संरक्षण र प्रवर्धनका लागि 2 करोड 50 लाख रुपियाँ रकम विनियोजन गरिएको जानकारी दिनुभयो। त्यस्तै उहाँले प्रदेशभित्रको भाषाको संरक्षणका लागि आवश्यक पर्ने नियमावली छिट्टै ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो। वार्षिक रूपमा झन्डै 2.5 करोड भन्दा बढी बजेट हामी सरकारी कामकाजको भाषा कार्यान्वयन सँगसँगै हामी प्रदेशमा बोलिने अन्य मातृभाषाहरूको संरक्षण र प्रवर्धनमा पनि खर्च गरिरहेका छौँ। बागमती प्रदेश सरकारले आफ्नो नीति बजेट तथा कार्यक्रम ल्याउँदाखेरि नै हामीले भाषाको कार्यान्वयनलाई उच्च प्राथमिकता दिएर काम अगाडि बढाइरहेका छौँ। हामीसँग सुरुवातीदेखि नै नेवा दबु केन्द्रीय समिति, प्रदेश कमिटी र जिल्ला कमिटीदेखि लिएर नेपाल तामाङ घेदुङको सङ्घीय कमिटी, जिल्ला कमिटी, प्रदेश कमिटीसँग हामी बाक्लो सहकार्यका साथ कामहरूलाई अगाडि बढाइरहेका छौँ। कार्यक्रममा नेवा दय दबु, नेपाल तामाङ घेदुङ लगायतका संस्थाका प्रतिनिधिहरूले पनि सम्बोधन गरेका थिए। भाषा दिवसकै अवसर पारेर नेपाल भाषाको संरक्षण र प्रवर्धनका लागि योगदान पुर्याएकोमा पुष्पराज कणिकार र तामाङ भाषाको संरक्षण प्रवर्धनमा योगदान पुर्याएकोमा राजेन्द्र थोकर तामाङलाई सम्मान गरिएको थियो। बागमती प्रदेशमा 15% नेवार र 11% तामाङ समुदायको बसोबास रहेको छ।